हेलो सबैजनालाई अहिले चाहिँ हामी क्लास लाइब्रेरीमा छौँ कि त्यही भएर सानो सानो बोलिरहेको होइन। आज चाहिँ के भयो भने नि क्लास आयौँ होइन, क्लासबाट अनि हामी त इक्जाम थियो, टेस्ट दिएर अनि टाइम बाँकी थियो क्या। अनि त्यसपछि तैरीको लागि निस्केथ्यौँ। सेन्से हाम्रो क्लासपछि आउनुभयो चाहिँ हामी तैरीबाट निस्केर भिडियो बनाएर टिकटक बनाउँदै बसेको थियौँ। सेन्से पछाडि आएर टिकटक बनाएर बस्यो भनेर हामीलाई क्लासबाट बाहिर निकालिदियो। अहिले चाहिँ हामी यसरी बसिरहेको छौँ, त्यही भएर अहिले गर्दै अनि यसरी होइन हामी चाहिँ लाइब्रेरीमा आएर बसिरहेछौँ। वाउ कस्तो दामी, यसरी पनि पारा हाम्रो हालत चाहिँ यस्तो छ साथीहरू होइन। अनि त्यसपछि रुना पो लाग्छ है यो त। रुन त लाग्दैन कि डर चाहिँ लाग्यो मलाई है। किन डर लाग्यो? अनि के भन्नु? बच्चा हो, के भन्नु? बच्चा हो। किन भन्नु? ओइ त्यही पनि हामी थोरै न के घन्टा 1 घन्टा हराएर होइन 5 मिनट हराएको। मोटी तिमीलाई कस्तो लागिरहेको छ? क्लासबाट निकाल्दै क्या हामीलाई हल्ला गरेर होइन भने। ओइ मोटी तिमीलाई कस्तो लागिरहेको? मलाई त एकदम आनन्द चित। Oh my god! Wow! चिल है नि त? स्न्यापिङ भिडियो हो भिडियो। चाहिँ मोटी चाहिँ पुरै दौडेर आएको थियो सबभन्दा सुरुमा होइन। टिकटक बनाउँदै हामी चाहिँ दौडेर भाग्ने भएको। सबभन्दा सुरुमा चाहिँ यही भएको रहेछ क्या, यो केटी भएको रहेछ होइन। ल यस्तो छ है साथीहरू, यस्तो छ होइन। अनि यता चाहिँ यस्तो छ कि पारा। अनि त्यसपछि अब ओइ हामी चाहिँ पुरै अब यसरी बसिरहेको छौँ होइन। तर ठिकै छ होइन, निकालिदियो त निकालिदियो, के गर्नु त होइन है। किन पागल भएको संसार चाहिँ हामीलाई पनि थाहा छैन। जापानिजहरू यस्तै हुन्छ, सुत्ने न कुरा सुन्छन् न के गर्छन् होइन। चुपचाप बाहिर निकालिदियो, ढोका लगाएर ढोकाको छेउबाट हेर्छ, फेरि ढोका लाउँछ, फेरि हेर्छ, फेरि ढोका लाउँछ। गरेको चाहिँ के हो? अनि यसरी बस्नु परेको चाहिँ हाम्रो क्लास चाहिँ उता त्यहाँनिर हो होइन। ढोका लगाइदिइरहेको छ क्या अब पुरै। यो चाहिँ हाम्रो क्लास हो क्या। अनि यो एकछिनको नाटक हो सेन्सेको, एकछिनमा चाहिँ हामी क्लास जान्छौँ। यस्तै भइरहेछ आजको दिन चाहिँ। वाउ कस्तो दामी क्या यो चाहिँ फेरि। वाउ बाई बाई।